खोक र कागजका पान्नाहरूमा तिम्रो नाम कल्पेर केही समय बिताउने असफल प्रयासमा तल्लिन्छु म आज। एक्कासी तिम्रो याद अटिम छाप बनेर मुटुको तीव्र बाटोमा घुस्न थालेपछि व्यवस्थाको भुमरीमा पिल्सिँदै म यो समय तिम्रो लागि समर्पण गर्दैछु। माया दुई अक्षरले बनेको शब्द हो। प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ वा एक व्यक्तिको अर्को व्यक्ति वा वस्तुप्रतिको आकर्षण हो। खै कताबाट सुरु गरौँ, जहाँ प्रत्येक शब्दहरू प्रेमिल भाव बनेर यो गलामा अड्किन्छन्। यो छाती चिरिन्छ, मुटु भक्कानिन्छ, अनायासै समुद्रको भेल जसरी आँखाबाट अश्रुधार बग्न थाल्छ। अनि तिमीलाई सम्बोधन गर्ने कुनै शब्द नै पाउँदिन। त्यसैले त कोरा कागजमा मात्र भए पनि मनमा आएका शब्दहरूलाई यी कोमल हातहरूले प्रेमको कथा लेख्न अगाडि बढाइदिन्छ। जाने अमृत नजाने विश्व माया, आफ्नो आफ्नो भाव अनुसार फरक फरक सुन्न सकिन्छ। कसैले आफूले गरेको अनुभवको आधारमा माया संसार हो भन्लान्, कसैले माया शब्दको हो भन्लान्, कसैले माया जीवन हो भन्लान्, त कसैले माया रोदन हो भन्लान्। जे भने पनि आजसम्म मायाले आधिकारिक रूपमा आफ्नो अर्थ प्राप्त गर्न सकेको भने छैन। कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले, कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले। खै तिम्रो मायाले मलाई सफल असफल के बनायो त्यो त म भन्न सक्दिनँ। मैले तिमीलाई कति प्रेम गरेँ त्यसको जवाब पनि मसँग छैन। तर प्रेमको नाममा प पनि नजानेको म तिमीलाई निर्विरोध प्रेम गरिरहे। हो, सोचेको पनि छैन होला म कसरी भावनामा डुब्छु भनेर। सोच्ने पनि कसरी, एक नजरमा मात्र अल्झेको म तिम्रो मायामा। अनि तिमी पनि अचम्मको नाटक मञ्चमा तल्लिन्छौ नि प्रिय। थाहा पाएर पनि नपाए जस्तो गर्ने तिम्रो बानीले मलाई झन् पागल बनाएको छ। म पागल बन्दा थाहा नपाए जस्तो गर्छौ। तिम्रो याद आउँदा भक्कानिएर कागजका पानाहरूमा विस्फोट हुने गर्छु म। जब म मायामा पागल हुन खोज्छु यस्तो लाग्छ तिमी मसँग दूरको नाटक खेल्छौ, अनि जब तिमी मसँग नजिकिने प्रयास गर्छौ म दूरको नाटक खेल्छु। तिमी र म दूरको नाटक मञ्च गरिरहँदा मलाई तिम्रो विगतको यादले छातीमा पीडा दिन्छ प्रिय। अरूको भविष्यमाथि मेरो कुनै अधिकार त छैन। बिना परिचयको त्यो बातचित कसरी प्रेमको प्रगाढ सहारीमा सैर गर्न सक्छ र? थाहा होस् पनि कसरी तिमी तिम्रो संसारमा छौ, म मेरो संसारमा छु। म पागल भन्दैछु तिम्रो प्रेममा। आज भोलि भन्दा भन्दै म पागलको महापागल भन्दैछु। थाहा छैन म कसरी डुबे तिम्रो मायामा। थाहा छैन म कसरी डुबे तिम्रो मायामा। प्रश्नभित्र म तिमीलाई खोज्ने गर्दछु। अचेल म निशब्द रहन चाहन्छु। 5 महिना भइसकेको छ उसले मलाई छोडेको। उसको लागि म पागल भएको, उसलाई सम्झेर रात दिन आँसु बगाएको। ओ बिना बाँच्न सक्दिन कि भएको। आफ्नो आत्मसम्मानलाई गिराएर उसको साथ र मायाको भिख मागेको, तर उसलाई केही फरक नै परेन। उता गयो कोही अरूको साथमा, खुसी पनि रह्यो। मसँग गरेका बाचाहरू उसँग पनि गर्यो। उता आफ्नो जिन्दगीमा अघि बढ्यो। सायद म
सायद म मरेको भए पनि उसको मनमा कुनै घाउ लाग्ने नै थिएन होला। कसैको लासमाथि टेकेर उसले आफ्नो जिन्दगी जिएको छ। उसले आभास पनि हुने थिएन होला त्यो प्रेम यति बेला कहाँ गयो। सोध्न मन थियो तर अब सोध्न पनि उचित लागेन। मान्छेहरू भन्छन् जुनसुकै गहिरो घाउ पनि समयसँगै पुरिँदै जान्छ। हुन त हो, जतिसुकै गहिरो घाउ पनि समयसँगै पुरिँदै जाँदो रहेछ। तर त्यो घाउको दाग जिन्दगीभरि पुरिँदैन रहेछ। आज 5 महिना भइसक्यो उसले मेरो जिन्दगीमा गहिरो घाउ दिएर गएको। घाउ त पुरियो तर दाग भने मेटाउन सकेको छैन। उसको अझै पनि याद आउँछ। मनको कुनै कुनाले अझै पनि उसलाई माया गर्छ। घाउ भरिएर दाग रहे पनि म खुसी छु। उसलाई अझै पनि माया गर्छु। तर यादसँग भाग्ने कोसिस गर्नु भनेको घाउलाई कोट्याइरहनु जस्तै रहेछ। ऊ गइसक्यो, ऊ अब फर्किएर आउँदैन। मेरो रुवाई, मेरो पीडाले उसलाई केही फरक पर्दैन भनेर स्वीकार नगर्नु घाउलाई कोट्याइरहनु जस्तै रहेछ। अझै पनि सोच्छु उसले आएर भनोस् म तिमीलाई अझै माया गर्छु। तर ऊ त गइसक्यो कोही अरू कसैसँग। म मरेको बाँचेको उसलाई कुनै आभास नै छैन। एउटा निर्दोष मनलाई मारेको उसलाई कुनै ज्ञात नै छैन। एउटै कुरा भन्छु, कसरी धोकेबाजहरूले धोका दिन्छन् त्यति बेला तिमीले बुझ्नेछौ पश्चातापको बोमरीमा तिमी जल्दा। अनि जब तिमी मलाई सम्झिनेछौ ढिला भइसकेको हुनेछ। मेरो याद त कुनै जमानाको कथा भन्ने छ प्रिय। ड्रगको सेलहरूको सहारामा तिमीले जीवन बिताउने प्रयास गर्नेछौ जब म त्यहाँ हुने छैन। सेन्टिमेन्टल गीतले तिम्रो मोबाइल सेट अनि कम्प्युटरको हार्ड डिस्कहरू भरिनेछन्। समाजले तिमीलाई पागलको उपनामले बोलाउनेछ। जसरी आज म खेप्न विवश छु यो उपनाम। आज बडो हिम्मतका साथ यी शब्द कोर्दैछु। थाहा छैन अब तिम्रो र मेरो भेट होला नहोला। भेट नभए यसै सकियो। तिम्रो जीवनमा सायद बितेको पाना हो म, तर मेरो जीवनमा सधैँ याद बनी आउने मिठो सम्झना हौ तिमी। थाहा छ धेरै बोल्छु, धेरै कराउँछु, सायद बिना कुरामा झगडा मात्रै गर्छु। तर जे छु जस्तो छु तिम्रो सामु छु, त्यसैले त होला तिमीसँग नजिक छु। अरू त खै के भनु प्रिय, जिन्दगी फलोस्, खुसी रहनु, सुखी रहनु अनि कुनै चिन्ता नगर्नु। तिमी प्रतिको मेरो मायामा कुनै गिरावट आएको छैन। मैले तिम्रा सम्झनाहरू र स्पर्शहरू रत्तिभर बिर्सेको छैन अनि खाएका कसम र गरेका बाचाहरू पनि तोडेको छैन। कमसे कम तिमीले तोडे पनि। अनि तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै छ। तिमीले बिर्से पनि मैले त मुटुभरि सँगालेर राखेको छु हाम्रो माया अनि मस्तिष्कमा सम्झनाहरू। बरु कुनै दिन आवश्यक परे माग्नु साथ, सहयोग अनि अतीतका सम्झनाहरू। बिना दितो बिना शुल्क दिउला, जति माग्छौ त्यति नै। बरु आफ्नो ख्याल गर। तिमी प्रतिको मेरो प्रेम त निश्चल छ, अविरल बगी नै रहेको छ। सगरमाथा चाहिँ अटल छ अनि बसन्तामा पुगी फुले चाहिँ बारेमास बोलिरहेको छ। किनकि म पनि शिशिरयोगी चाहिँ भन्छु, माया गर्नुको अर्थ सिउँदो भर्नु होइन। तर तिम्रो हातले मेरो सिउँदो पनि भर्न पाए सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र नहो। तर फेरि म आज पनि ती दिनमा फर्कन चाहन्छु जहाँ म तिम्रो साथमा हराएकी हुन्थे।
प्रश्न गर्नु त गलत नै हुन्छ, तर के तिमी मलाई आफ्नो छातीमा ढाँसेर राख्न सक्छौ? त्यसरी नै जसरी तिम्रो अधिकारले दिएको छ, जसरी तिमीले मलाई पहिले राख्ने गर्थ्यौ, जसरी म निदाउँथे अनि अनि तिमी मलाई सुन्थ्यौ, म त्यही दिन आज पनि चाहन्छु। म मेरो प्याराको साथ चाहन्छु, मात्र मेरो प्याराको साथ चाहन्छु।